नमस्कार म तिनदोखी साइँलाको तर्फबाट आज चाहिँ म तपाईँहरू सामु चाहिँ 2061 सालमा प्रकाशन भएको नेपालीको आँसु नामक कविता सङ्ग्रहबाट एउटा सानो भावना चाहिँ प्रस्तुत गर्न चाहन्छु। अब समय छ 2061, नाम छ नेपालीको आँसु। त्यति बेला 61 सालमा के भएको थियो र नेपालीको आँसु कसरी भएको थियो भन्ने कुरो समग्र सबै छ, यसमा यथार्थ घटनाहरू छ। त्यस्तै आज म यसको चाहिँ मेन शीर्षकै छ नेपालीको आँसु कविता सङ्ग्रहको नेपालीको आँसु नै कविता छ। अब यसमा धेरै छन्, म प्रस्तुत गर्न चाहन्छु। कविताको शीर्षक छ नेपालीको आँसु। देशमा आज छाएन शान्ति, युद्ध नै भएर हाँसोको दिन आएन कतै, नेपाली रोएर। जता नै हेरौँ उतै नै युद्ध, बन्धु नै लडेका, युद्धले गर्दा भएर मृत्यु जनता घटेका। युद्ध घरमा वृद्ध छैनन् युवा, गएर फौजीमा लडेका किन नेपाली आज कुर्सीको खोजीमा। दाजु र भाइ, दिदी र बहिनी हतियार लिएर लडेका युद्ध देशमा आज ज्यान नै दिएर। बिचमा परे नेपाली जनता युद्धको बेलामा, फर्केनन् कोही बिहान उठी गएका मेलामा। बिचमा परे नेपाली जनता युद्धको बेलामा, फर्केनन् कोही बिहान उठी गएका मेलामा। सुरक्षा छैन कसैको धन, लगिदिए लुटेर नेपाली भूमि खुनले ढाक्यो जनता भुटेर। कसैमा छैन छाक नै टार्ने, चन्दा नै दिएर नदिए चन्दा धम्काइ नै गए जन नै लिएर। गरिब जनता बेहोस भए पीडा यो सहेर। गाह्रो छ बाँच्न देशमा आज नेपाली भएर। गरिब जनता बेहोस भए पीडा यो सहेर। गाह्रो छ बाँच्न देशमा आज नेपाली भएर। गाह्रो छ बाँच्न देशमा आज नेपाली भएर। धन्यवाद।